ऋषि दाइले राजनीति गर्नुको रिजन यो भाइ पो रहेछ त। पहिला यो भिडियो हेरौँ। ऋषि धमला जतिको मान्छे हामीले राष्ट्रिय राजनीतिमा ल्याउँदाखेरि जनताले मूल्याङ्कन गर्नुपर्छ। ऋषि धमला त एउटा नाम होइन नि त, ब्रान्ड हो। 46 सालदेखि आज हामी जस्तो असली जेन्जीलाई बोकेर आज यहाँसम्म ल्याउनु भनेको नट जोक। कुनै माई कलालले गर्न सक्दैन यो कुरा। हामी दम्ब साथ भन्छौँ। तपाईँ रौतहट क्षेत्र नम्बर 4 या त रौतहटको कुनै क्षेत्रबाट लड्नुहुन्छ भने हामी गोली खानुपर्छ भने गोली खान तयार। तपाईँको जिल्लामा नै आउँछु फेरि तपाईँलाई पनि। हाम्रो जिल्लामा त तपाईँ आउने नै होइन नि। ऋषि दाइले राजनीति गर्नुको रिजन यो भाइ पो रहेछ त। पहिला यो भिडियो हेरौँ। ऋषि धमला जतिको मान्छे हामीले राष्ट्रिय राजनीतिमा ल्याउँदाखेरि जनताले मूल्याङ्कन गर्नुपर्छ। ऋषि धमला त एउटा नाम होइन नि त, ब्रान्ड हो। 46 सालदेखि आज हामी जस्तो असली जेन्जीलाई बोकेर आज यहाँसम्म ल्याउनु भनेको नट जोक। कुनै माई कलालले गर्न सक्दैन यो कुरा। हामी दम्ब साथ भन्छौँ। तपाईँ रौतहट क्षेत्र नम्बर 4 या त रौतहटको कुनै क्षेत्रबाट लड्नुहुन्छ भने हामी गोली खानुपर्छ भने गोली खान तयार। तपाईँको जिल्लामा नै आउँछु फेरि तपाईँलाई पनि। हाम्रो जिल्लामा त तपाईँ आउने नै होइन नि।